निमोनिया यो नाम हामीमध्ये धेरैले सुनेका छौँ, होइन त? तर यो वास्तवमा के हो र यसले हाम्रो शरीरलाई कसरी असर गर्छ? आउनुहोस्, आज हामी यही फोक्सोको सङ्क्रमणको बारेमा अलि गहिरिएर कुरा गरौँ। ल, आज हामी के कुरा गर्छौँ त? पहिले त निमोनिया भनेको के हो भनेर बुझ्छौँ। त्यसपछि यो किन र कसलाई बढी हुन्छ, यसका लक्षणहरू के हुन् र हो सबैभन्दा महत्त्वपूर्ण कुरा, यसबाट कसरी बच्ने र उपचार गर्ने। अनि अन्त्यमा निको हुने बेलामा ध्यान दिनुपर्ने केही खास कुराहरू पनि छन्। एउटा प्रश्न सोचौँ त, सामान्य खोकी कहिले चाहिँ गम्भीर खतरा बन्छ? यो प्रश्न एकदमै महत्त्वपूर्ण छ, किनकि सामान्य रुघाखोकी र निमोनिया बीचको सीमारेखा कहाँ छ भनेर चिन्न जरुरी छ। कहिलेकाहीँ सामान्य लाग्ने कुराले नै ठूलो रूप लिन सक्छ। अब त्यो प्रश्नको जवाफ खोज्न सबैभन्दा पहिले निमोनिया भनेको के हो त्यो नै बुझ्नु पर्यो। ल, सुरु गरौँ पहिलो खण्डबाट। एकदमै सरल भाषामा भन्नुपर्दा निमोनिया भनेको फोक्सोको इन्फेक्सन हो। यसले फोक्सोभित्र हुने हावाका थैलीहरूलाई सुन्निने बनाइदिन्छ, अनि जब ती थैलीहरू सुन्निन्छन्, सास फेर्न गाह्रो हुन थाल्छ। हाम्रो फोक्सो कसरी काम गर्छ एकछिन सोचौँ है। फोक्सोभित्र लाखौँ साना साना हावाका थैलीहरू हुन्छन्, जसलाई आल्भियोलाई भनिन्छ। यिनीहरूको काम के हो त भन्दा हामीले फेरेको सासबाट अक्सिजन निकालेर रगतमा पठाउने एकदमै महत्त्वपूर्ण काम। तर निमोनिया हुँदा के हुन्छ? हो, त्यति बेला ब्याक्टेरिया वा भाइरस जस्ता बाहिरी आक्रमणकारी आएर यिनै हावाका थैलीहरूमा हमला गर्छन्, अनि ती थैलीहरूमा तरल पदार्थ वा पिप जम्न थाल्छ। अब त्यो जमेको तरल पदार्थले अक्सिजनलाई रगतसम्म पुग्न दिँदैन, अनि त्यसपछि के हुन्छ? हो, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने जस्ता समस्याहरू सुरु हुन्छन्। यसरी एउटा सङ्क्रमणले हाम्रो शरीरको पुरै प्रणालीलाई असर गर्छ। ल, निमोनियाले फोक्सोमा के गर्छ भन्ने त थाहा भयो। अब कुरा गरौँ यो हुन्छ चाहिँ किन र को मानिसहरूलाई यसको जोखिम बढी हुन्छ। निमोनिया हुने कारणहरू धेरै छन्। सबैभन्दा बढी त ब्याक्टेरियाले गर्दा हुन्छ। भाइरसहरू जस्तै फ्लू वा कोभिड-19 गराउने भाइरसले पनि निमोनिया गराउन सक्छ। कहिलेकाहीँ त ढुसीले गर्दा पनि हुन्छ। अनि एउटा अर्को कारण पनि छ, कहिलेकाहीँ खाएको कुरा वा पानी सर्केर फोक्सोमा पुग्यो भने पनि निमोनिया हुन सक्छ। अब जोखिम कसलाई बढी छ त? हेर्नुहोस् है, उमेरले ठूलो फरक पार्छ। 5 वर्षभन्दा साना बालबालिका र 65 वर्षभन्दा माथिका वयस्कहरूमा यो बढी देखिन्छ, किनभने उनीहरूको रोग प्रतिरोधात्मक क्षमता अलिक कमजोर हुन्छ। त्यस्तै दम, मुटुरोग जस्ता समस्या भएकाहरू र धूम्रपान गर्नेहरू पनि उच्च जोखिममा पर्छन्। कारण र जोखिम त थाहा भयो, अब लक्षणबारे कुरा गरौँ। निमोनियालाई कसरी चिन्ने र यदि समयमै ध्यान दिएन भने के कस्ता जटिलताहरू आउन सक्छन्? यसका मुख्य लक्षणहरूमा के पर्छन् त? जस्तै खखारसहितको खोकी लाग्नु, ज्वरो आउनु, जिउ काम्नु, सास फेर्न गाह्रो हुनु वा छिटो सास फेर्नु पनि यसको एउटा ठूलो सङ्केत हो। सास फेर्दा वा खोक्दा छाती दुख्ने र ज्यादै थकित महसुस हुने भयो भने यसलाई सामान्य रूपमा लिनु हुँदैन। निमोनियालाई हल्का रूपमा लिनु किन हुँदैन भने यसले गम्भीर समस्याहरू निम्त्याउन सक्छ, जस्तै सङ्क्रमण रगतमा फैलिन सक्छ, जसलाई सेप्सिस भनिन्छ, फोक्सोभित्रै पिप जम्न सक्छ वा फोक्सोको वरिपरि पानी जम्न सक्छ, र सबैभन्दा गम्भीर अवस्थामा त सास फेर्ने प्रणाली नै फेल हुन सक्छ। ल, समस्याको बारेमा धेरै कुरा भयो। अब समाधानतिर लागौँ भएन त? अबको खण्डमा हामी रोकथाम र उपचारको बारेमा कुरा गर्नेछौँ। यहाँ हेरौँ है, रोकथाम र उपचारमा के फरक छ। रोकथाम भनेको रोग लाग्ने नदिनु हो, जस्तै फ्लू र निमोनियाको खोप लगाउने, हात सफा राख्ने, धूम्रपान नगर्ने। तर यदि रोग लागिहाल्यो भने उपचार गर्नुपर्छ, जस्तै डाक्टरको सल्लाहमा एन्टिबायोटिक्स खाने, मजाले आराम गर्ने र प्रशस्त झोलिलो कुराहरू पिउने। सानो सानो कुरामा ध्यान दिँदा ठूलो समस्याबाट बच्न सकिन्छ। अब कुरा गरौँ निको हुने बेलाको। उपचार त सुरु भयो, तर पूर्ण रूपमा निको हुन के कुरामा ध्यान दिनुपर्छ त? यो पनि उत्तिकै महत्त्वपूर्ण छ। पूर्ण रूपमा निको हुनका लागि यी 4 कुराहरू एकदमै जरुरी छन्। पहिलो, डाक्टरले दिएको औषधि पूरा खाने। अलिकति ठीक भयो भनेर बीचमै छोड्नु हुँदैन। दोस्रो, जति सकिन्छ आराम गर्ने। तेस्रो, शरीरमा पानीको कमी हुन नदिन प्रशस्त झोल पदार्थ पिउने। र चौथो, डाक्टरसँगको फलोअपमा नियमित जाने। यहाँ एउटा कुरामा विशेष जोड दिनुपर्छ। अलिकति सन्चो महसुस हुँदैमा औषधि खान बन्द गर्नु सबैभन्दा ठूलो गल्ती हुन सक्छ। सङ्क्रमणलाई जरेदेखि फाल्नका लागि डाक्टरको सल्लाह मानेर औषधिको पूरा कोर्स सक्नै पर्छ। यो सबै कुरा थाहा पाएपछि एउटा प्रश्नमा विचार गरौँ त।
फोक्सोको सङ्क्रमणबाट बच्नको लागि आजैबाट आफ्नो जीवनशैलीमा ल्याउन सकिने एउटा सानो तर महत्त्वपूर्ण परिवर्तन के होला?